नमस्ते गाइस, स्वागत छ हजुरहरुको फेरि पनि एउटा नयाँ ब्लगमा। आज हामी चाहिँ चन्द्रगिरी गइरहेको हाइकमा। ओए ओए के भयो ओए? हैन यसले गरे हो, यसले गरे हो। साथीहरु यतिजना हामी आइसकेका छौँ, अझै पनि धेरैजना आउन बाँकी छन्। यो हाम्रो स्कुलको गेट। बोल। हेलो गाइस, वी आर गोइंग टू हाइक विद आवर कुणाल टॉपर। अब देखते हैं हमारा ट्रैवल कैसा रहता है। हम ये शुरू करना चाहिए ना, ये ट्रैवल तो पक्का बर्बाद होने वाला है, थकान भी होगा पर पीते में तो थोड़ा ठीक है। कस्तो लागिरहेछ हजुरहरु? अहिले सबै त सुरु भइ बाहर कसरी भन्ने च्यानल को दबा के ठोक दिन्छ लाइक। हेलो गाइस, धेरै राम्रो लाग्दैछ। विदम त घुम्न जान पाइरहेछ। डान्सरले आज फेरि डान्स बनाएर भिडियो हाल्छ युट्युबमा। हैन आज दम हुँदैन माथि हेर्पछि। किन हेर्नु हाम्रो दोस्त कन्डक्टर हुँदैछ आजकल भाइ। कन्डक्टर बस्छ। अयो यो हामी हाल्छ बेचारा हाम्रो गाइस चेकपोस्ट आइसकेका छौँ। यहाँ सब केटाहरू भरिया भइसकेका छन्। पानी बोकेर कसको भिडियो बनाइरहेछ? फेरि केटीहरू सब फ्री छन्, कोही पनि केही बोकिरहेको छैन। गाइस भ्यू हेर्नु कति राम्रो आइरहेछ अहिलेदेखि नै। नेपालको बाटो यस्तै सफा हुनुपर्छ। त्यो हुन सक्दैन। यहाँ यिनीहरूलाई हेर्न सक्नुहुन्छ तपाईँ, यी भरियाहरू हाम्रो यहाँ हाम्रा बिग म्यान। हाई भन। मेरो सब्सक्राइबरहरूलाई तिमी के भन्न चाहन्छौ? केही भन्न चाहदिनँ। यसलाई इग्नोर हानु, यसले फ्रेम रेट बढी खाइरहेछ। त्यसपछि आउँछ हाम्रो राकेश भाइ। ओ राकेश भाइ, राकेश के भन्न चाहनुहुन्छ? मेरो सब्सक्राइबरलाई तपाईँ के भन्न चाहनुहुन्छ? यिनीहरू सब बेरोजगारहरू हुन्, यिनीहरूलाई केही काम छैन, जो फ्रेम रेट खाइरहेछ। हामीले अहिलेसम्म त्यहाँ पुग्नु छ, अहिले त्यहाँ माथिको मन्दिरसम्म। यति मिहिनेत गर्नु परिरहेछ हामीले हिँडेर यतासम्म। यसमा र तमा के फरक छ भन् त? यसको पनि हाइट धेरै छ, तेरो पनि हाइट धेरै छ। मेरो सब्सक्राइबरलाई के भन्न चाहनुहुन्छ? म भन्छु यो आदमी तपाईँ धेरै राम्रो हुन्छ। 4 GB ल्याउँछु। मेरो सब्सक्राइबरले के भन्न चाहनुहुन्छ? केही भन्न चाहदिनँ। मुखमा क्यामेरा गाइदिनुहुन्छ। हामीसँग यहाँ प्रतीक छ। प्रतीक हेलो हेलो भनिदिनु त प्रतीक। हेलो हेलो गाइस, तपाईँ प्रीतम ब्लग्स। प्रीतम ब्लग्स सब्सक्राइब गरिदिनु होला। अरू तपाईँ हाम्रो जनताको लिए के भन्न सक्नुहुन्छ? तपाईँ त्यहाँबाट हेर्नु, हामीलाई यहाँबाट लिएर उता माथिसम्म जानु छ, तपाईँ सक्नुहुन्छ त के भन्न त? म त सक्छु, तर यिनीहरूले हेरेर म भन्न चाहन्छु यो पोसिबल छैन। पोसिबल त छ। हामीहरू शिवापुरी पनि टपमा गएको थियो तपाईँले जस्तो। म लेखेर दिन्छु, यता मात्रै कोही पनि माथि टपमा पुग्न सक्दैन। यिनीहरू बिचमै काम चोर हेर्न सक्नुहुन्छ राकेशलाई तपाईँ यहाँ। यो त सबैभन्दा धेरै यसले कामै गरेको छैन त। यो हामीसँग छैन, यो हाम्रो ग्रुपमा होइन, यो अलग मान्छे हो। अनि तपाईँ हेर्न सक्नुहुन्छ हामी यति कदम चढिसक्यो अहिलेसम्म। 1 किलोमिटर हामीले चलेर आइसक्यो। उनको खुट्टा दुखिसकेर हो, उनी चढ्न सक्दैन, मलाई पुरा विश्वास छ। ऊ केवल कारमा बर्थडेको दिन गएको थियो होइन तिमी? गाइस हेर्नु हामी कतिजना रहेछौँ। 1 2 3 4 5 6 7 8 9 10। पछाडि अझै पनि छन् 3 जना, त्यहाँ 13 जना। तपाईँ हेर्न सक्नुहुन्छ हामीहरू अहिले अन द वे छौँ। अनि हामीसँग यतिजना छ, अरू पछाडि छन्, अरू अगाडि छन्। योहरूले पहिला हार मानिसक्यो। तपाईँले हेर्न सक्नुहुन्छ उता चन्द्रगिरी बर्थडेको दिन गएको थियो। अनि त्यसपछि हामी अनि अरू त हामीलाई कहाँ जानु छ? त्यहाँ केबल कार नै जाँदैछ। हामीलाई त्यहाँ टपमा जानु छ। टपमा हेर्न सक्नुहुन्छ गाइस। तर हामी टपमा जान्छौँ, मलाई विश्वास छ, किनभने म धेरै राम्रो हाइकर छु अनि म जान्छु पनि। अनि त्यसपछि त्यस्तो व्याकरणमा म कमजोर छु गाइज। अनि सबसे मेन हाम्रो लेट भएको त्यहाँ प्रतीक भन्ने छ एकजना, त्यो त धेरै नराम्रो मान्छे, त्यसले लेट गरिदियो हामीलाई। उनले लेट गरेको थियो। कति लेट गरेको तिमीले? यस्तो लेट गरेर हामी पुग्न सक्दैन माथिसम्म। त्यो त हो।
साथीहरू आज एकदमै धेरै मजा आउनेवाला छ फिलिङ आउँदैछ भित्रबाट सब खुसी छ गाइज हामी चन्द्रगिरी पुग्नैवाला छौँ मात्र 3-4-5 घन्टा अझै लाग्छ होला धेरै टाइम लाग्छ गाइस धेरै नै टाइम लाग्छ हामी सक्दैन यहाँबाट यो भ्यू हेरेर हामी फर्किन लाग्छ होला बाइ के हो रे यहाँको लोकल के हो रे खानेकुराहरू देख्न सक्नुहुन्छ यहाँको लोकल पाइने कुराहरू गाइस हामी हिँड्नुभन्दा यो होइन फेरि आज त पुगिँदैन भोलि भेटौँ है ओके भोलि भेटौँला अहिले नै यति राम्रो भ्यू आइसक्यो फिर्ता जाम केही जरुरी छैन माथि जान होइन भन्न त राजी छ फाइनली गेटतिर आइसक्यो अब यहाँबाट हाम्रो एन्ट्री हुन्छ अनि हाइक स्टार्ट हुन्छ गाइस यहाँसम्म मात्र रोड थियो यसपछि पुरै जङ्गलको बाटो रहेछ एकदम माथिसम्म लियोपार्ड के छन् अस्ति पुरा हुँदै थियो आज त हाम्रो के भन्छ फिल्डिङ सेट हुनवाला छ धेरै माथिसम्म चढ्नु पर्ने रहेछ अरे एकदमै गाह्रो छ अरे यहाँबाट त पुरै जङ्गलको बाटो हो प्रब्लम भइसक्यो हामी गलत बाटो आइसक्यो आज फेरि तल जानुपर्छ तलबाट कुनै एउटा ठाउँ छ त्यताबाट जाने गाइज यहाँको हाइक आउँदा यता गेटबाट नजानु है यताबाट यहाँ रास्ता यहाँ बाटो रहेछ यहाँबाट जाने हो हुन्छ एकदमै चिप्लो बाटो रहेछ खस्ने चान्स एकदम धेरै छ चिप्लो बाटो देउसी रे गाइस यहाँ एकदमै धेरै शान्ति छ शान्ति भङ्ग गर्ने हामीहरू यता आइसकेका छौँ र हाम्रो काम जारी छ अनि जारी रहनेछ माथि जानेसम्म ल फेरि एकजना अझै आयो फोटो खिचाउने मान्छे न यी छोड न ये हम बोक्ले फोन बोक फोन फोटो ल खिचिदिउँ ल सबजना माथि गइसके हामी दुईजना मात्र अहिले तल छौँ अहिले जाँदैछौँ माथि हेर्नु कति माथि आइसक्यो एकदम स्ट्रेट बाटो थियो 5 मिनटमै पुग्यो तर धेरै गाह्रो बाटो थियो यो नर्मल बाटो होइन एउटा अझै बाटो छ त्यहाँबाट नर्मली आउन मिल्छ तर धेरै टाइम लाग्छ हामी खतरोकै खिलाडी गाइस सिडी आइसक्यो अब अलि सुकुन पायो अब अलि इज्जतले चल्न पाइन्छ फाइनली गाइस पुगिसके अहिले अलिकति अझै बाँकी छ यहाँ हेर्नु सबैजना हाई भनिदिनुहोस् Congratulations, दोस्त. Congrats. Salute for you. Salute. दाइ हजुरलाई पनि सल्युट छ मोबाइल पकड अहिले त धेरै टाइम लाग्छ कहाँ